हिजो जसको नाम सुन्दा ठुला राजनीतिक पण्डितहरू को हो यो भन्दै गीत जाउँथे, आज तिनै ठुला नेताहरू उसको अगाडि फाइल बोकेर उभिन बाध्य छन्। हिजो जो सडकमा धुलो खाँदै सिस्टमको विरुद्धमा भुइँ मान्छेको अधिकारका लागि लड्दै थियो, आज उनी सिधै यो देशको सम्पूर्ण सुरक्षा संयन्त्रको कमान्ड बोकेर सिंहदरबारको सबैभन्दा शक्तिशाली कुर्सीमा राज गरिरहेका छन्। हो, हामी कुरा गर्दैछौँ नेपालका वर्तमान गृहमन्त्री सुधन गुरुङको। We will be changing this. यसलाई पनि परिवर्तन गर्छौँ हामीले। कथा सुरु हुन्छ ठमेलको ओएमजी क्लबबाट, जहाँ उनी कहिले बिट मिलाउँथे त कहिले महँगा पार्टी होस्ट गर्थे। तर आज त्यही मान्छे कहिले धनकोटा पुगेर आफन्तकोमा बसेर बाल संसार स्कुलमा पढे त कहिले चितवनको गर्मीमा भौतारिए। उनको बसाई हजुरबुबा हजुरआमा आफन्त र होस्टेलमै फेरिँदै गयो। सङ्घर्ष गर्दा गर्दै उनी अन्ततः काठमाडौँको भिडमा आइपुगे। राजधानीको लाइफ सुरुमा सोचे जस्तो ग्ल्यामरस थिएन। उनले ठमेलको एउटा कल सेन्टरमा काम गरेर आफ्नो दिन काटे। साथीहरूसँग उनले क्लब लाइफको टेस्ट पाए। उनी भन्छन्, म एक्लै 3 घन्टा नाचेँ। नाच्ने बेला आफ्नो सबै दुःख र टेन्सन हराएको रियलाइजेसन पछि उनले सोचे, म पनि अरूको दुःख मेटाउन र अरूलाई सुखी बनाउन चाहन्छु। अनि 2012मा उनी भने डिजे सुदन। एकचोटि डिजेको दुनियाँमा पाइला टेकेपछि सुदनले बुझे कि साउन्ड भनेको केवल म्युजिक मात्र होइन, यो त एउटा इमोसन पनि हो। त्यो रिदम जसले मान्छेको मुड बदल्न सक्छ। त्यही साउन्ड क्वालिटी र क्रिस्टल क्लियर बिट्सको महत्त्व बुझेर आज एक्सएजले तपाईँको म्युजिकल जर्नीलाई डिजे सुदनको कन्सोल जस्तै पावरफुल बनाएको छ। चाहे त्यो एक्सएज TWS इयरबड्सको इम्प्रेसिभ म्युजिक होस् या एक्सएज स्पिकरको दमदार बिट्स, डिजे सुदनले कन्सोलमा फिल गर्ने साउन्ड अब तपाईँको डेली लाइफमा हुन्छ। अनि तपाईँको पार्टी र ट्राभललाई ननस्टप बनाउँछ एक्सएज पावर ब्याङ्कले। अब लागौँ भिडियोतर्फ। अनि जन्मियो चर्चित ओएमजी क्लब। थिम्ड पार्टीहरू, झिलिमिली लाइट अनि ठुला ठुला सेलिब्रिटीहरूसँगको नेटवर्क हेर्दा लाग्थ्यो सुदनले आफ्नो ड्रिम लाइफ भेटाए। तर उनलाई के थाहा थियो र यो एउटा ठुलो आदि आउनु अघिको सन्नाटा मात्र थियो। एउटा यस्तो घटना घट्दै थियो जसले एउटा क्लब ओनरलाई सधैँका लागि एउटा विद्रोही बनाउनेवाला थियो। 25 अप्रिल 2015 7.8 म्याग्निट्युडको त्यो भूकम्प जसले देशलाई तहस नहस बनाइदियो। झन्डै 9000 मान्छेको ज्यान गयो। तर यो सबै भइरहँदा सुदन कहाँ थिए त? उनको एउटा आफन्तले पुलिससँग लफडा गरेको कारण उनी त्यति बेला पुलिस स्टेसनभित्र कुरा गर्न गएका थिए। एक्कासी जमिनै फुट्ला जस्तो गरी हल्लियो। सबैजना आफ्नो ज्यान जोगाउनतिर लागे। तर सुदन, उनी भत्किएका घरको बीचबाट मान्छे निकाल्न दौडिए। उनले एउटा घाइते मान्छेलाई आफ्नो स्कुटरमा राखे अनि धुलो उड्दै गरेको बाटो छिचोल्दै सिधै वीर हस्पिटल पुर्याए। हस्पिटलको त्यो भिडभाड अनि रुवाबासीको बीच एउटा आमा आफ्नो सानो बच्चा बोकेर रोइरहेकी थिइन्। सुदनले 1 सेकेन्ड पनि नसोची त्यो बच्चालाई आफ्नो हातमा लिए अनि इमर्जेन्सी वार्डतिर कुदे। वार्डको ढोका नजिकै पुगिसकेका थिए। तर डाक्टरको हातमा पुग्नु अघि नै त्यो सानो नानीले सुदनकै हातमा अन्तिम सास फेरिन्। आफ्नै काखमा एउटा निर्दोष बच्चाको मृत्यु। यो एउटा पलले सुदनलाई भित्रैदेखि नराम्रो गरी तोडिदियो। उनको दिमाग शून्य भयो। त्यो रात दिनभर घाइते पब्लिक अनि डाक्टरहरूलाई खाना अनि पानीले हेल्प गरेपछि उनी एकछिन रोकिए। फोन निकाले अनि सोसल मिडियामा एउटा पोस्ट गरे, हामीलाई भोलन्टियर चाहियो। भोलिपल्ट बिहान 200 जना युवाहरू उनको अगाडि उभिएका थिए। सुदन आफै पनि 3 महिना वीर हस्पिटल बसेर त्यहीँ सुतेर पब्लिक अनि डाक्टरहरूलाई हेल्प गर्न आफूले सक्ने सबै कुरा गरे। अनि अचम्मको कुरो, केही दिनभित्रै त्यो सङ्ख्या बढेर 1600 पुग्यो। त्यो टिम हस्पिटलदेखि विकट गाउँसम्म पुग्यो। अभावमा परेकालाई राहत बाँड्यो। तर ग्राउन्डमा काम गर्दा उनले एउटा डरलाग्दो रियालिटी देखे। सरकारको चरम ढिलासुस्ती अनि हरेक क्षेत्रमा जरा गाडेर बसेको असीमित भ्रष्टाचार। त्यसपछि उनीहरू सिस्टम विरुद्ध खुलेर लड्न थाले। यही बीचमा सुदनले प्रख्यात डाक्टर सन्दुक रुइतसँग भेट्ने मौका पाए। अनि डाक्टर रुइतसँग पनि उक्त समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा आइडिया अनि सल्लाह पनि लिए। त्यो एउटा सानो झिल्को अब ठुलो आगो बन्दै थियो। सुरुमा I2We टिम भनिने त्यो ग्रुपले अब नयाँ रूप लियो। सुदनले जहाँ हेर्दा पनि समाजमा आई अर्थात् म मात्र देखेका थिए। अनि त्यही मलाई एउटा युनिटीमा बदल्न चाहन्थे। अनि जन्मियो हामी नेपाल, सङ्कटमा परेको देशलाई उठाउने आशाको एउटा नयाँ युथ आर्मी। सन् 2020 संसारभर कोभिडको त्रास फैलिरहेको थियो। मान्छेहरू घरभित्रै थुनिएका थिए। त्यही डरलाग्दो क्राइसिसको बीचमा हामी नेपाल एउटा अफिसियल संस्थाको रूपमा दर्ता भयो। हेर्दा हेर्दै 1600 भन्दा बढी युवाहरू यो युथ लेड प्लेटफर्ममा जोडिए। तर उनीहरूको रुल एकदमै कडा थियो। नो क्यास। उनीहरूले कहिले 1 रुपैयाँ पनि डोनेसन दिएनन्। केवल राहतका सामानहरू मात्र दिए। किन?
किनकि सुदनलाई राम्रोसँग थाहा थियो जहाँ पैसाको खेल हुन्छ त्यहाँ सिस्टम बिग्रिन्छ। उनीहरूको टिमले ट्रान्सपेरेन्सीलाई पुरै मेन्टेन गरेको थियो। आज पनि वेबसाइटमा गएर हेर्ने हो भने उनीहरूको डोनेसनको एक एक रेकर्ड पब्लिक गरेर राखिएको छ। कोभिडको त्यो पिक समयलाई सम्झिनुहोस् त, जब अस्पतालहरूमा बिरामीहरू सास फेर्न नपाएर तडपिरहेका थिए, आफ्नो ज्यानको कुनै मतलब नराखे। त्यति बेला सुदन अनि उनको टिमले 520वटा अक्सिजन सिलिन्डर साथसाथै बेडहरू वीर हस्पिटल अनि नेसनल ट्रमा सेन्टरमा पुर्याइदिए। कथा यतिमै रोकिँदैन। सन् 2021को बाढीमा रेस्क्यु गर्नेदेखि लिएर ब्लड डोनेसनसम्म उनीहरू अगाडि सरे। अनि 2023मा जब टर्कीमा डरलाग्दो भूकम्प गयो, सुदन गुरुङको हामी नेपाल संस्थाले झन्डै 1.5 करोड रुपियाँ बराबरको राहत सामग्री त्यहाँ पठायो। हामीलाई 8 फेब्रुअरीदेखि हामीले यो स्टार्ट गरेका थियौँ। 4,47,678.44 4,24,428.82 408 AUD मात्र उठेको छ। 3,208 US dollars हाम्रो 135 AUD जम्मा भएको रहेछ। यो एउटा सहयोग मात्र थिएन, यो 2015मा नेपालले पाएको सपोर्टको रिटर्न फेभर थियो। यही ग्राउन्ड लेभलको कामले गर्दा उनीहरूले 360 इम्प्याक्ट अवार्ड अनि बारबारा फाउन्डेसनको ठूलो सम्मान पनि पाए। सुदन सधैँ एउटै कुरा भन्थे, तिमीसँग विल पावर अनि टिमको पावर छ भने तिमीले जे पनि गर्न सक्छौ। तर बाहिरबाट हेर्दा सबै कुरा पर्फेक्ट देखिन्थ्यो, तर भित्रभित्रै एउटा डरलाग्दो यथार्थले सुदनको दिमाग खाइरहेको थियो। ग्राउन्डमा जतिसुकै हेल्प गरे पनि माथिको सिस्टम अझै उस्तै सडेको थियो। उही पुराना अनुहार, उही करप्सन, उही सरकारी ढिलासुस्ती। सुदनको मनभित्रको रिस अब बिस्तारै आउट अफ कन्ट्रोल हुँदै थियो, ठिक ज्वालामुखी पड्किनु अघि भित्रभित्रै उम्लिरहेको म्याग्मा जस्तै। अनि सुरु भयो सन् 2025को त्यो टर्निङ पोइन्ट। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जसलाई घोपा क्याम्प भनेर चिनिन्छ, त्यहाँ ट्रान्सपेरेन्सीको माग गर्दै 7 महिना लामो घोपा क्याम्प प्रोटेस्ट चर्कियो। पूर्वी नेपालकै मुख्य मानिने यो अस्पतालमा भएको त्यो आन्दोलनले एउटा ठूलो सङ्केत दिइरहेको थियो। तर यो त केवल सुरुवात मात्र थियो। सत्ताको जगै हल्लाइदिने ठूलो आँधी त आउन बाँकी नै थियो। कथा सन् 2025को सेप्टेम्बरमा आइपुग्यो। भित्रभित्रै उम्लिरहेको त्यो फ्रस्ट्रेसनले अब बाटो खोज्दै थियो। सोसल मिडियामा 81 एउटा नयाँ ट्रेन्ड सुरु भयो, नेपो बेबीहरूलाई एक्सपोज गर्ने। ठुला नेता अनि पावरफुल मान्छेका छोराछोरीले कसरी बिना मेहनत पुरै सिस्टम कब्जा गरेका छन् अनि कसरी उनीहरू पुरै ल्याभिस लाइफस्टाइल बाँचिरहेका छन् भन्ने कुरा भाइरल हुन थाल्यो। त्यसबेला सरकारले के गर्नु पर्थ्यो? युवाहरूको कुरा सुन्नु पर्थ्यो, सुधार ल्याउनु पर्थ्यो। तर उनीहरूले उल्टै यस्तो गल्ती गरे जसको मूल्य निकै महँगो पर्नेवाला थियो। सरकारले सोसल मिडिया नै ब्यान गरिदियो। बस यही एउटा डिसिजन, त्यही सलाइको काँटी थियो जसले युवाहरूको रिसमा आगो लगाइदियो। सेप्टेम्बर 8 नेपालको राजनीतिक इतिहासमै पहिलोपल्ट जेनजी सडकमा उत्रियो। यो कुनै राजनीतिक पार्टीको झोले आन्दोलन थिएन। सुदन अनि उनको हामी नेपाल टिमले मुख्य रूपमा इन्स्टाग्राम अनि डिस्कर्डबाट यो पुरै मुभमेन्ट कोअर्डिनेट गरिरहेको थियो। हजारौं स्टुडेन्टहरू शान्तिपूर्ण मार्च गर्दै सडकमा निस्किए। सुरुमा त हामी नेपालका भोलिन्टियर्सहरू पानी अनि जुस बोकेर ग्राउन्डमा पुगे। उनीहरूलाई लागेको थियो एउटा पिसफुल प्रोटेस्ट हुन्छ। तर दिन बित्दै जाँदा सडकको माहौल 81 मोडियो। सुरक्षाकर्मी अनि स्टुडेन्टहरू बीच अचानक भयानक झडप सुरु भयो। स्थिति आउट अफ कन्ट्रोल भयो। जुन हातले अघिसम्म पानी बाँडिरहेका थिए, अब तिनै हातले रक्ताम्य भएका घाइतेहरूलाई इमर्जेन्सीमा उपचार दिन थाले। ट्रान्सपेरेन्सीको त्यो शान्तिपूर्ण माग हेर्दा हेर्दै रगतमा परिणत भयो। दर्जनौं निर्दोष युवाहरूले ज्यान गुमाए। सडकमा आगो बलिरहेको थियो। त्यही विस्फोटक प्रेसरले अन्ततः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनायो। अब सुदन यो जेनजी क्रान्तिको अनुहार बनिसकेका थिए। एकतिर उनको टिम सडकमा घाइतेहरूको ज्यान बचाउन लड्दै थियो, अर्कोतिर सुदन सिधै देशका राष्ट्रपति अनि प्रधान सेनापतिसँग नेगोसिएट गर्दै थिए। अनि आयो सेप्टेम्बर 11। देशको ध्यान एउटा लाइभ प्रेस कन्फरेन्समा थियो। सुदनलाई सयौं क्यामेराले खिचिरहेका थिए, तर बोल्दा बोल्दै उनको आवाज भाँसियो। उनी लाखौं मान्छेको अगाडि भक्कानिएर रोए। ती शहीद भएका भाइहरू, घाइते युवाहरू अनि भत्किएका सपनाहरूको भारी उनको छातीमा यति गह्रौँ भइसकेको थियो कि उनले आफ्ना आँसु थाम्नै सकेनन्। तर यो रुवाई कुनै कमजोरी थिएन। बाहिर सडक अझै जलिरहेकै थियो। सुदन रोकिएनन्। उनी केही नखाई नसुती सिधै शीतल निवास राष्ट्रपतिको कार्यालय पुगे। रातभर त्यहीँ बसेर हाई लेभल मिटिङहरू मिलाए। अनि त्यही रात एउटा यस्तो हिस्टोरिक कुरा भयो जुन सायदै विश्व राजनीतिमा कहिल्यै भएको थिएन। सुदनकै पहलमा बनेको युथ अगेन्स्ट करप्सन भन्ने डिस्कर्ड सर्भरमा एउटा ठूलो अनलाइन पोल भयो। त्यहाँ 7500 भन्दा बढी नेपाली युवाहरूले भोट हालेर निर्णय गरे अबको नेतृत्व कसलाई दिने। अनि त्यही भोटको स्पष्ट विजेताको रूपमा अगाडि आइन् सम्मानित पूर्व प्रधान न्यायाधीश सुशीला कार्की। सेप्टेम्बर 12
नेपालको राजनीतिक इतिहासमा एउटा गुजबम ल्याउने दृश्य देखियो। सुशीला कार्कीले जब नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिइरहेकी थिइन्, ठिक उनको छेउमा उभिएका थिए सुदन गुरुङ। यो एउटा शपथ ग्रहण मात्र थिएन, यो त सडकमा रगत बगाइरहेका युवाहरूले देशको साँचो नयाँ पुस्तालाई बुझाउनका लागि गरेको एउटा पावर मुभ थियो। अब त सबै कुरा शान्त भयो, सिस्टम ट्र्याकमा आयो जस्तो लागेको थियो नि। तर यति सजिलै हार मान्ने सिस्टम कहाँ थियो र? सिस्टमले फेरि ब्याकफायर गर्यो। सेप्टेम्बर 14 रिपोर्टर्स क्लबमा एउटा प्रेस मिट चलिरहेको थियो। माहौल शान्त नै थियो, तर एक्कासी केही आक्रोशित युवाहरू स्टेजमा चढे। दर्जनौको ज्यान जाँदा पनि सुदनले इनफ काम नगरेको भन्दै उनी माथि खनिए। त्यहाँ कराउने, ठेलमठेल अनि भयानक केयस मच्चियो। अनि त्यही भिडको बीचमा सुदन पड्किए। उनको आवाजमा एउटा यस्तो काँचो आएको थियो जसले पुरै हललाई शान्त पारिदियो। उनले माइक समातेर भने, हरेक भ्रष्टाचारीको घरबाट एक एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने। बाहिरबाट हेर्दा अनि सुन्दा यो कुनै इगो वा अहङ्कारले बोलेको जस्तो लाग्न सक्छ, तर यो अहङ्कार थिएन। यो त त्यो मान्छेको रुवाई थियो जसले आफ्नै हातमा एउटा निर्दोष बच्चाको ज्यान गएको महसुस गरेको थियो, जसले हजारौं भोलिन्टियरलाई कोर्डिनेट गर्दै सडकमा आफ्नै भाइहरूको रगत बगेको देखेको थियो। सुदनले कुनै बेला एउटा कसम खाएका थिए, यो फोहोर अनि परम्परागत राजनीतिबाट म सधैँ टाढा बस्छु, तर बाहिर बसेर जतिसुकै कराए पनि, जतिसुकै रगत बगाए पनि यो कान नसुन्ने सिस्टमलाई केही फरक परेन। त्यसपछि उनले एउटा यस्तो मास्टर स्ट्रोक खेले जसले देशको पुरै राजनीति मोडिदियो। आफू मैदानमा उत्रिनु अघि उनलाई एउटा कुरा राम्रोसँग थाहा थियो, बालेन शाह अनि रवि लामिछानेलाई एउटै ठाउँमा नल्याएसम्म पुरानो नेताहरूको सिन्डिकेट कहिले तोडिनेवाला छैन। यी दुई नेताबीच एउटा एकदमै महत्त्वपूर्ण अनि गोप्य मिटिङ चलिरहेको थियो। बाहिर गेटमा ढुङ्गा झैँ उभिएका थिए सुदन गुरुङ। उनले ढोकामा पालो दिएर बसे अनि एउटा खतरनाक जिद्दी कसे, जबसम्म तपाईँहरू दुईजना मिल्नुहुन्न म यहाँबाट 1 इन्च पनि हल्लिन्न। त्यो उनको जिद्दी मात्र थिएन, त्यो वर्षौँदेखि निराश अनि हताशमा भएको एउटा सिङ्गो पुस्ताको अन्तिम आशा थियो। अन्ततः जनवरी 2026 सडकको लडाइँले मात्र नपुग्ने देखिएपछि सुदनले एउटा ठुलो रिस्क लिए। उनी औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीमा जोडिए। उनले गोर्खा 1बाट चुनाव लडे। धेरै राजनीतिक पण्डितलाई लागेको थियो सडकमा कराउन सजिलो छ, भोट ल्याउन गाह्रो। तर जब रिजल्ट आयो सबैको होस उड्यो। 29,896 भोट। पुराना अनि ठुला पार्टीहरूले वर्षौँदेखि कब्जा गरेको त्यो भोट ब्याङ्क तासको महल चाहिँ ढल्यो। सांसद त बने, तर पावरमा पुग्ने बित्तिकै मान्छे परिवर्तन हुन्छ भन्छन् नि। सुदनले मन्त्रीको शपथ खानु अघि नै एउटा यस्तो काम गरे जसले सबैको ध्यान तान्यो। उनले कोर्पोरेट लुटमाथि सिधै धावा बोले। नेपाल टेलिकम एनटिसीको त्यो दिक्क लाग्दो सिस्टम याद छ तपाईँलाई? डेटा प्याकेज सकिने बित्तिकै पे एज यु गोको नाममा अटोमेटिक पैसा काटिने नियम। जब मान्छेको डेटा सिद्धिन्छ त्यो मान्छेको 5 रुपियाँ काट्ने चाहिँ काम नगरिदिनु। सुन्दा यो एकदमै सानो इस्यु लाग्न सक्छ, तर यसले एउटा ठुलो सन्देश दियो। यो मान्छे ठुलो महलका कुरा मात्र गर्दैन, जनताको दिनदिनैका साना साना झमेला अनि स्ट्रगलसँग पनि उत्तिकै अपडेटेड छ। अनि आयो त्यो ऐतिहासिक दिन 26 अनि 27 मार्च 2026। प्रधानमन्त्री बालेन्द्र शाहको क्याबिनेट, अनि त्यसमा इन्ट्री भयो देशको नयाँ गृहमन्त्रीको सुदन गुरुङ। एकछिन दिमागमा यो दृश्य भिजुअलाइज गर्नुहोस् त। हिजो सडकबाट भ्रष्टाचार व्यथित विरुद्ध आवाज उठाउने मान्छे, आज त्यही मान्छे त्यो सिङ्गो पुलिस, देशको गुप्तचर विभाग अनि सिमानाको सुप्रिम कमान्डर बनेर सिंहदरबार छिरेको त। कुर्सीमा बस्ने बित्तिकै उनको एक्सन सुरु भयो। भ्रष्ट कर्मचारी तन्त्रलाई तह लगाउन उनले सेन्ट्रलाइज एडमिनिस्ट्रेसनको अर्डर दिए। आन्दोलनमा जसले भित्रभित्रै हिंसा भड्काएका थिए तिनलाई तुरुन्तै पक्राउ गर्न कडा निर्देशन दिए। हिजो सडकमा कराउने त्यो विद्रोही आज सिस्टम कन्ट्रोल गर्ने स्ट्रिक्ट अनि फोकस शासक बनिसकेको थियो। यो सुदन गुरुङको कथा मात्र होइन, यो त हाम्रो नयाँ नेपालको कथा हो। एउटा दुर्गम गाउँबाट सुरु भएर अकल्पनीय पीडा सहँदै देशको मुटुसम्म पुगेको एउटा मान्छेको रोमाञ्चक यात्रा। हिजो सडकमा पोखिएको उनको त्यो रिस, त्यो आक्रोश कुनै इगो वा अहङ्कार थिएन, त्यो त देश अनि जनताप्रतिको अति नै धेरै माया थियो। आफ्नो जिन्दगी, निन्द्रा, भविष्य सब थोक दाउमा लगाउँदा पनि यो पुरानो सिस्टमको ढिला सुस्तीले काम नगरेपछि अन्ततः फुटेको धैर्यताको बाँध थियो त्यो। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा उनले गृहमन्त्रीको शपथ लिए। बाहिर चोकचोकमा एउटै गसिप थियो, कुर्सीमा पुगेपछि सबै उस्तै हुन्, पावर पाएपछि अब उसको पनि बोली फेरिन्छ। मान्छेहरूले यसो भन्नु नर्मल नै थियो, किनकि नेपालको राजनीतिले अहिलेसम्म जनतालाई यही मात्र सिकाएको थियो। तर मन्त्रालय छिरेको 24 घण्टा पनि बितेको थिएन। शनिबार बिहानै देशका ठुला ठुला मिडियामा एउटा यस्तो ब्रेकिङ न्युज फ्ल्यास भयो जसले पुरै सत्ता समीकरणको जग हल्लाइदियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ। यो कुनै हल्ला थिएन,
हिजोसम्म कानुनभन्दा माथि मानिने अनि राज्य सत्ताको साँचो हातमा लिएर बसेका ती पावरफुल अनुहारहरू एकाएक प्रहरीको नियन्त्रणमा थिए। कुनै ठुलो भाषणबाजी भएन, कुनै पूर्व चेतावनी दिएन, सिधै एक्सन। मान्छेहरूले यो झड्का पचाउन नपाउँदै भोलिपल्ट आइतबार अर्को खबर बाहिरियो, पूर्व ऊर्जा मन्त्री दीपक खड्का पनि पक्राउ परे। त्यसपछि बल्ल धेरैले एउटा कुरा याद गरे, केही समय अगाडि रिपोर्टर्स क्लबमा त्यो भिडमा माइक समातेर रुँदै बोलेको त्यो वाक्य। यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ, म एक जनाको पछाडि आउँछु। यो कुनै राजनीतिक स्टन्ट थिएन। राजनीति अनि सरकारी पदमा बसेर रातारात महल ठडाउनेहरूको सम्पत्ति छानबिन अब औपचारिक रूपमै सुरु भइसकेको छ। उनले सडकमा जे देखेका थिए, कुर्सीमा पुगेपछि त्यसलाई सिधै अट्याक गरिरहेका छन्। के यो अचानक चालिएको कदमले नेपालको त्यो पुरानो जरा गाडेको सिस्टमलाई साँच्चै ढाल्न सक्ला? हिजो सडकमा उनी जुन कुराको लागि लडे, के आज कुर्सी पाएपछि त्यही जनताको सरकार दिन सक्लान् त? पुरै नेपालले पर्खिरहेको छ। सन् 2015 को महाभूकम्पमा सल्केको त्यो सानो झिल्को आज सिधै देशको गृह मन्त्रालयको कुर्सीमा बलिरहेको छ। अब एउटै प्रश्न बाँकी छ, के यो आगोले हाम्रो देशको भविष्य सधैँका लागि उज्यालो बनाउला?